मेरो समय महिला घरेलु कामदारलाई विदेश पठाउने गल्फ कन्ट्रीमा पठाउने र अहिले युएईमा पठाउनको लागि द्विपक्षीय सम्झौता गरिसकेपछि विषयमा चर्चा गर्दैछौँ आज हामी। तर यसको निराकरण आज भइरहेको समस्याको निराकरण नगरिकन यो विषयमा प्रवेश गर्दै गर्दाखेरि र यो विषयमा आज यहाँबाट स्वीकृति दिने कि नदिने भन्ने कुरा गर्दै गर्दाखेरि यो कति जायज हुन्छ कि हुँदैन भनेको यसको गम्भीरता बुझ्नु पर्दैन र मैले उठाएको विषयवस्तु बाहिर कसरी गयो भन्ने कुरा जवाब दिनुपर्छ सभापति। एकछिनपछि म यसको जवाब खोज्छु र मैले मेरो समयभित्र मेरा कुरा राख्दै गर्दाखेरि अरू मानिसहरूलाई आपत्ति हुनुपर्नेको कारण पनि मलाई स्पष्टसँग चाहिन्छ सभापतिज्यू र मैले स्पष्ट भाषामा भनिसकेँ। यो अन्तर्राष्ट्रिय सम्बन्ध कसरी अन्तर्राष्ट्रिय 2017 मार्च 7 मा अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विस्तृत अध्ययन गरिसकेपछि अनुगमन भ्रमण गरिसकेपछि निर्देशन तय गरेको रहेछ र त्यसको त्यो निर्देशनको आधारमा त्यहाँ खाडी मुलुकमा नेपाली महिला र नेपाली कामदारहरूले पाएको दुःख र त्यो दर्दनाक अवस्था र उनीहरूको सुरक्षामा राज्यले केही गर्न नसकेको अवस्था, त्यो लाचारीपनका कारण अब हामीले महिला कामदार त्यहाँ पठाउँदै गर्दा सुरक्षा दिन नसक्ने अवस्था राज्यको रहेछ। त्यसकारण अहिलेलाई प्रतिबन्ध लगाउनुपर्छ भनेर पूर्ण प्रतिबन्ध लगाएको रहेछ 2017 चैत 3 गते। बारम्बार प्रतिबन्ध लाग्ने र बारम्बार प्रतिबन्ध फुक्का हुनुको कारण भनेको विशेष गरी त्यहाँ जाँदाखेरि भोग्नु परेका समस्या र महिला कामदारहरूको सुरक्षाको पाटोबाट यो प्रतिबन्ध लगाउने र फुक्का गर्ने काम भएको रहेछ भन्ने कुराको तथ्य यो विवरणले प्रस्तुत गर्छ। तर आज यति महत्वपूर्ण विषयमा छलफल हुँदै गर्दाखेरि र सुरक्षा विशेष गरी नेपाली नागरिकको अन्तर्राष्ट्रिय जगतमा सुरक्षाको पाटोको विषयसँग जोडिएर प्रतिबन्ध खुल्ला र प्रतिबन्ध लगाउने विषयमा छलफल गरिँदै गर्दाखेरि 20 पटकसम्म मन्त्री बन्नुभएका श्रम मन्त्रीज्यू कहाँ हुनुहुन्छ सभापतिज्यू? त्यसपछि नेपाली नागरिकको अन्तर्राष्ट्रिय जगतमा सुरक्षासँग जोडिएको विषयमा हामीले चर्चा गर्दै गर्दाखेरि गृह मन्त्रालयको उपस्थिति खोइ यहाँ सभापतिज्यू? के यो उद्योग वाणिज्य तथा हित तथा श्रम समिति लासाप लगाउने मात्र हो, स्ट्याम्प लगाउनको लागि मात्र हो?
होइन भने यति महत्त्व विषयमा छलफल गर्दै गर्दा गृहमन्त्री खोइ यहाँ र श्रम मन्त्री खोइ। यो समितिलाई एकदम कम आकलन गरिएको छ सभापतिज्यू। 24 घण्टा पनि समय नराखिकन बैठक बोलाइएको छ यति महत्त्वपूर्ण विषयमा र 20 पटकसम्म मन्त्री बनिसकेका त्यति काबिल मन्त्री कहाँ हुनुहुन्छ र नेपाली नागरिकको सुरक्षा अन्तर्राष्ट्रिय जगतमा गर्न नसकेको कारण बारम्बार प्रतिबन्ध लगाउने र बारम्बार प्रतिबन्ध फुका गर्नुपर्ने त्यो लाचारी पनि देखाउँदै यो अवस्थासम्म आइपुग्दै गर्दाखेरि आज पनि 1 लाखभन्दा बेसी महिला नेपाली महिला दिदीबहिनीहरू खाडी मुलुकमा उद्धारको लागि यो वेदना पोखिरहनु भएको छ र हाम्रो सुरक्षा चाहिए भन्दै गर्दाखेरि राज्य संयन्त्र के भन्छ भने हामीलाई प्रत्येक दिन आउने उजुरी र सहायताको लागि गरिएका अनुरोधमा हामीले श्रम मन्त्रालय सम्बन्धी निकायलाई भन्दै गर्दाखेरि गृह मन्त्रालय भन्दै गर्दाखेरि उहाँहरूको इलिगल स्टाटसमा हुँदो रहेछ, हामी उद्धार गर्न सक्दैनौँ हजुर भनेर जवाब फर्काइन्छ। यस्तो गैर जिम्मेवारीपूर्ण अवस्थामा यो विषयमा छलफल गर्दै गर्दाखेरि म फेरि सोध्छु श्रम मन्त्री कहाँ हुनुहुन्छ र गृह मन्त्रालय खोइ यहाँ उपस्थिति। मैले यहाँबाट सुरु गरिसकेपछि यसको महत्त्व र गम्भीरता बुझ्यो भन्ने मलाई लाग्छ सभापतिज्यू। म आजको अवस्थाको विषयमा थोरै चर्चा गर्न चाहन्छु। सदन 18-20 दिनदेखि बन्द छ। यस समितिमा आज सबैजना हामी फरक सबै राजनीतिक दलका सांसदहरू उपस्थित हुँदै गर्दाखेरि सबैको मुखबाट एउटै विषय र एउटै चिन्ता उठेको देख्दै गरेर मलाई खुसी लागेको छ। आज बाध्यताले विदेशिनु नेपालीको बाध्यता हो, त्यसमाथि पनि श्रमको लागि विदेशिनु त्यो यथार्थ हो। तर त्यसरी विदेशी नै गर्दाखेरि मजबुरी बाध्यता जेसुकैले विदेशी नै गर्दाखेरि पनि आफ्नै अध्यागमनबाट बेचिनु के बाध्यता हुन सक्छ? मानव तस्करीको चङ्गलमा पर्नु के बाध्यता हुन सक्छ? यो राज्यको लाचारीपन र तस्करी दलालसँग मिलोमतो गरेर नेपाली नागरिकलाई बेच्ने त्यो जिम्मेवारी राज्यले लिएको हो। र सदनमा हामीले उठाएको मुद्दा भनेको नेपाली नागरिक प्रत्येक दिन आफ्नै अध्यागमन बेचिनै गर्दाखेरि त्यसको यथार्थ छानबिन गरिनुपर्छ। आजसम्म भएको मानव तस्करीलाई गरेको संरक्षण र नेपाली जनतालाई बेच्ने अध्यागमनबाट बेच्ने प्रपञ्चमा सबै तहको छानबिन गरेर उच्च स्तरीय न्यायिक छानबिन समिति गठन गरेर ती नेपाली जनतालाई अब उग्रान्त बेचिनबाट बचाउनको लागि र तस्करीको चङ्गलबाट बचाउनको लागि उनीहरूलाई सुरक्षा दिनको लागि बाध्यताले विदेशी जनतालाई सुरक्षा दिनको लागि के गर्नुपर्छ भनेर छानबिनको माग गर्दै गर्दाखेरि आज यहाँ उपस्थित भएका अधिकांश सायद सरकार पक्ष हुनुहुन्छ चाहे प्रतिपक्ष हुनुहुन्छ यहाँ सबैजना सांसदज्यूहरूको एकमत देख्दै गर्दाखेरि त्यो एकमत किन सदनमा उपस्थित हुन सकेन? मेरो प्रश्न यहाँ पनि छ। यो दुई चरित्रले हामी कहीँ पुग्न सक्दैनौँ र नेपाली जनतालाई मानव तस्करीको चङ्गुलमा पारेर बेचिन बाध्य बनाउने र त्यो प्रपञ्चलाई राज्य संयन्त्रले संरक्षण गरिराख्ने अवस्थाको निराकरण गर्नको लागि त यो राष्ट्रिय स्वतन्त्र पार्टीको मात्र एकको दायित्व होइन होला नि त। हामीले सदनमा उठाएको यो मुद्दा त एकरो हाम्रो मुद्दा होइन होला नि त। 3 करोड नेपालीको बाध्यता हो आज विदेशिनुपर्ने श्रमको लागि, तर तिनीहरूलाई बचाउने जिम्मा त सबै राजनीतिक दलको होला नि त, सरकारको पनि होला नि त। अनि आज सरकार उच्च स्तरीय न्यायिक छानबिन समिति बनाऊ भन्दै गर्दाखेरि किन चाहियो न्यायिक छानबिन समिति भन्दै गर्दाखेरि यहाँहरू सरकार पक्षका सांसदहरू ताली बजाउनुहुन्छ त्यो मुद्दामा, अनि आएर भन्नुहुन्छ नेपाली जनतालाई बचाउनुपर्छ सुरक्षा दिनुपर्छ भन्नुहुन्छ। कुनै नैतिकताले भन्नुहुन्छ यहाँनिर। त्यसकारण मेरो प्रश्न छ सभापतिज्यू, यो विषयमा छलफल हुनुपर्छ। यो समितिमा यो प्रवेश गरिसकेको छ, यहाँ गृह मन्त्रालय आउनुपर्छ, श्रम मन्त्रालय आउनुपर्छ र हामीले तत्काल समितिले तत्काल उपसमिति गठन गरेर 3-4वटा कुरा स्पष्टसँग काम अगाडि बढाउनुपर्छ। अध्यागमनको अनुगमन र श्रम मन्त्रालय श्रम स्वीकृति दिने प्रक्रियामा कुन प्रक्रियाबाट श्रम स्वीकृति दिइरहेको छ? किनकि 1 मिनेटमा श्रम स्वीकृति दिने अवस्था सिर्जना गरिसकेको त्यो श्रम मन्त्रालयमा आज बिहान 10 बजेदेखि 4 बजेसम्म श्रम स्वीकृति दिनको लागि सफ्टवेयर चल्दैन भनिएको छ र त्यो सफ्टवेयर नचल्दै गर्दाखेरि ती बाध्यता परेका विदेश जानुपर्ने बाध्यता परेका परिबन्धमा परेका ती नेपाली नागरिक भिजिट भिसा लिएर त्यहाँ आफ्नो रोजगारीको लागि जाँदै गर्दाखेरि त्यो भिजिट भिसा लिने प्रकरणमा पनि उनीहरूलाई शोषण गर्ने उनीहरूसँग पैसा उठाउने प्रकरण रचिन्छ भनेको राज्यका सबै निकाय मिलेर जनतालाई ठग्ने काम गर्दै गर्दाखेरि राज्य चुप लागेर बस्नुपर्ने अनि त्यसपछि निर्वाचित भएर आएका हामी जनताप्रति उत्तरदायी छौँ भन्ने सांसदहरूले जवाब दिने बेलामा त्यो भूमिका निर्वाह गर्नुपर्ने बेला पछि हट्नु पनि बलको हुइट लाग्यो भनेर माननीयज्यूले त्यो छातीमा हात राखेर भन्नुहोस् यो मुद्दा के राष्ट्रिय स्वतन्त्र पार्टीको मात्र मुद्दा हो र? त्यसकारण यो विषयमा म यहाँलाई अनुरोध गरिसकेपछि म विषयवस्तुमा प्रवेश गर्दैछु। गएको समितिले निर्देशन गरेको आधारमा बहराइन भन्ने देशमा खुलेर घरेलु कामदार अहिले पनि जोर्डनमा यो अहिले उहाँले भनेको मितिमा निर्देशन दिएपछि जोर्डनमा अहिले पनि घरेलु कामदार गइरहेका छन् होइन। त्यसकारणले गर्दा एलपी मान्यज्यूले भने जस्तै समितिले सभापतिको नेतृत्वमा हप्ता 10 दिन भिजिट गरेर जस्तो त्यो बेलामा साउदीको कुरा आयो हुँदैन गर्न सकिन्न अहिले भन्ने कुरा आएर वृहत छलफल भएर गरेको कुरा त्यही निर्देशनलाई मानेर जोर्डन चाहिँ नि खोल्न हुने होइन मन्त्रालयले
अनि अहिले यो विषयमा यो त अझ पाइलट प्रोजेक्टको रूपमा भनेको छ, यो 2 वर्षसम्म मात्र भनेको छ। यो कुरोलाई धेरै चाहिँ नि उ गर्नुपर्ने कुरै जस्तो लाग्दैन। त्यस कारणले यो चिठी पनि सचिवज्यूले राम्रोसँग अध्ययन गरेर यो निर्देशन कानून मन्त्रालयले पनि सायद समितिलाई पनि फेरि पनि निर्देशन खोले हो कि के हो, यो कुरोमा